नेपाल भरि त्यसैले आज हाम्रो अलामाहरू जति दक्ष यो हाम्रो मातृभाषा नेपाली जबानमा हुनुहुन्थ्यो होला त्यो हुन सकेको छैन हामी। त्यसैले अल्हम्दुलिल्लाह फारसीमा भन्छ देर आयत दुरुस्त आयत कि केही कुरा यदि देरमा पनि आउँछ भने राम्रो हुन्छ। अल्हम्दुलिल्लाह हामी अल्लाहको शुक्रगुजार हो कि अब पनि हाम्रो नौजवानहरूमा अनि हाम्रो बुद्धिजीवीहरूमा माशाअल्लाह अल्लाहले उनीहरूलाई दिलमा हृदयमा एउटा कुरा बसाल्नुभयो अनि अहिले सबैले माशाअल्लाह फिकर लिनुभएछ। हाम्रो यही एउटा सोच हो इन्शाअल्लाह कि हामीहरू त यसमा अलि दक्ष हुन पाएन तर हाम्रो न्यू जेनेरेसन जुन छन् हाम्रो जुन बच्चाहरू बालबालिकाहरू हामी चाहिरहेछौँ कि हाम्रो बच्चा पनि हरेक जबानमा माहिर होस्। जसरी आफ्नो माफी जमिर भन्छ हामी उर्दूमा कि हाम्रो जुन हृदयमा जुन कुराहरू छन् अहिले जुन मैले कुरानको आयत अल्लाह रब्बुल इज्जतले भन्नुभएको छ यो कुरान पाकमा कि वमा अर्सलना मिन रसुलिन इल्ला बिलिसानि कौमी, यानी अल्लाहले भन्नुहुन्छ ईश्वरले भन्नुहुन्छ कि हामी जति पनि यस दूतहरू पठाएको छौँ उन्हें उसैको जुन कौममा हामीले पठायो त्यसैको कौमको जबानमा अनि त्यसको कौमको त्यसको उसैको भाषामा हामीले यस दूत पठायौँ। यसको अर्थ के हो भने कि यदि कोही नबीले या इस्दूतले यस्तो कौममा आउँछ जसले उसको जबान बुझ्दैन भने दावतको काम पूर्ण हुन सक्दैन। त्यही हो आज पनि यदि हामी कुनै हाम्रो नेपाली लाई हाम्रो कौमलाई हाम्रो मुल्कको वासीहरूलाई यदि इस्लामको दावत नै पेश गर्नु छ भने अनि हामीलाई नेपाली जबान थाहा छैन भने हामीले त गर्न सक्दैन। अनि यो त हाम्रो मात्रै इस्लाम त मात्रै मुस्लिमको लागि होइन, इस्लाम त पुरै दुनियाँको पुरै संसारको लागि हो। अल्लाहले कुरानमा भन्नुभएको छ कि इन्ना दीन इन्दल्लाहिल इस्लाम के दीन यानी मजहब धर्म मात्र एउटा काबिले कबुल छ अल्लाहको नजदीक त्यो इस्लाम हो। अनि वमन यब्तगी गैरल इस्लामी दीनन फलन युक़बल मिन, जसले इस्लाम धर्मको अलावा अर्को धर्म अपनायो भने अल्लाहले कबुल गर्नुहुन्न। त अब यो जिम्मेदारी त हाम्रो टाउकोमाथि आयो कि हामी कसरी दावतको काम पनि गर्न सक्छौँ। अरू भाइलाई यो त दावत दिनुपर्छ। यदि दावतको काम हामी गर्यो भने एउटा आलिम अहिले हामी 20 साल 30 साल 25 साल 30 साल 35 साल 40 सालसम्म हाम्रो दक्ष भएको अलामाहरू हाम्रो मौलाना ज्यूहरूले लगाउनु भयो यसमा। तर अहिले त्यो यदि हाम्रो कौमको जबानमा अथवा हाम्रो आफ्नै देशमा यदि हामी दावतको काम गर्न पनि चाहन्छ भने हामी त्यो एउटा नेपाली जुन हाम्रो पहाडको दाजुभाइ अथवा कोही पनि मान्छे हुनुहुन्छ भने त्योसँग हामी इस्लाम पेश गर्छु भने कसरी हामी पेश गर्ने त, किनभने उसलाई उर्दू त थाहा हुँदैन। यदि कोही मान्छे यस्तो छ भने कि उसलाई उर्दू थाहा छैन हिन्दी थाहा छैन मात्रै त्यसले नेपाली थाहा छ, फेरि नेपाली हामीलाई आउँदैन भने त एउटा दाईलाई त्यो ल्याङ्ग्वेज आउँदैन भने त हामी त्यो गर्न पाएन। त एउटा जुन दिनको जुन हाम्रो कन्धामाथि जिम्मेदारी थियो त्यो हामी वहन गर्न पाएन। त त्यस कारणले पनि हामीलाई यो जबान सिक्न अनिवार्य छ इन्शाअल्लाह। अनि हामी यसैको लागि कोसिस पनि गरिरहेछौँ। अहिले अल्हम्दुलिल्लाह इस्लामिक जति हाम्रो मदरसाहरू छन् अल्हम्दुलिल्लाह त्यसमा सुरुदेखि इस्लाम यो होइन कि नेपाली किताब छैन, सुरुदेखि नेपाली बुक पनि छ हामीले पनि पढ्यौँ माशाअल्लाह। तर त्यसमा जति मेहनत गर्नु पर्ने थियो अनि जति हाम्रो शिक्षा हाम्रो शिक्षकहरूलाई अनि हाम्रो गार्जियनहरूलाई मेहनत गराउनु पर्ने थियो त्यो हामी गर्न पाएन। अनि आफै हामीहरू पनि कमजोर यसमा अलि मेहनत जति हुनु पर्यो गर्न नसकेर आज नेपाली जबानमा अलि विक छु। त्यसैले इन्शाअल्लाह अब यो अल्लाहको फजल और करम छ, हामी अल्लाहको शुक्रगुजार हो कि अल्लाहले हामी सबैको हृदयमा एउटा यस्तो
उत्थानको लागि अनि हाम्रो न्यू जेनेरेसनको बालबालिकाहरूको उत्थानको लागि पनि यो धेरै राम्रो कदम हो। अल्हम्दुलिल्लाह मेरो धारणा छ कि इन्शाअल्लाह नेपाली जबानमा हामी इस्लामिक बुक्सहरू जति छन्, जसरी अहिले अल्हम्दुलिल्लाह मैले योभन्दा अघि पनि भनेको कि अहिलेसम्म कुरानको नेपाली तर्जमा व्याख्या थिएन, तर अल्हम्दुलिल्लाह इस्लामी सङ्घले त्यसमा पनि मेहनत गर्नुभयो माशाअल्लाह। अनि उनीहरूले कुरानको तर्जमा पनि गर्नुभएछ नेपाली जबानमा। मात्रै त्यो होइन, हदिस पनि आउनुपर्छ। अहिले स्कुलको तपाईँ हेर्नु, स्कुलको हाम्रो जुन स्टुडेन्ट्सहरू छ त्यसलाई इस्लामको बारेमा बेसिक कुरा थाहा हुँदैन, किनभने तिनीहरू यदि नेपालीमा पढ्न चाहन्छ भने त्यसलाई उर्दू पढ्न आउँदैन। अनि सबै जति किताबहरू छन्, जसरी नमाज कसरी पढ्ने, वजु कसरी गर्ने, नापाक छ भने गुसुल कसरी गर्ने, त्यो तरिकाहरू जति छ त्यो उर्दू किताब छ हामीसँग, त्यसको ट्रान्सलेट भएको नेपाली जबानमा छैन। अनि जुन हाम्रो बच्चाहरू स्कुलमा पढिरहनु भएको छ त्यसलाई त्यो कुरा थाहा हुँदैन, किनभने नेपालीमा हामीले गर्न सकेन योभन्दा पहिला। त अब अल्हम्दुलिल्लाह माहौल बन्दैछ अनि हामी चाहिरहेछौँ कि हाम्रो जुन सानो सानो बुक्सहरू छन् बिस्तारै बिस्तारै इन्शाअल्लाह सबै नेपाली जबानमा पनि त्यसको ट्रान्सलेट होस्, ताकि हाम्रो स्कुलको बच्चाहरू पनि उसलाई अध्ययन गरून् अनि उसलाई पनि दिनको जानकारी होस्। अनि अर्कोतिर हाम्रो इस्लामिक मद्रसाको जति बालबालिका विद्यार्थीहरू छन् त्यसलाई पनि सुरुदेखि नै इस्लामको बारेमा, नेपाली जबानको बारेमा दक्ष होस्, लेख्न आओस्, पढ्न आओस्, कहीँ बोल्न पाओस्, दावत दिने यदि अवसर पायो भने गैर मुस्लिम भाइहरूलाई, दिदी बहिनीहरूलाई दावत दिन पाओस्, इस्लामको बारेमा हामी व्याख्या गर्न पाओस्। यस्तो कुराहरूको लागि यो अनिवार्य छ कि हामी नेपाली जबान अहिलेदेखि नै, अब लेट भए छैन, अहिले पनि हामी यदि सुरु गर्छौँ भने इन्शाअल्लाह सबैको धारणा छ कि हाम्रो बच्चाहरू नेपालीमा दक्ष होस्। छ कि छैन? सबैले चाहिरहेछ, हामी पनि चाहिरहेछौँ कि मेरो बच्चा पनि जसरी इङ्ग्लिसमा इन्फ्लुएन्ट इङ्ग्लिस बोलोस्, नेपाली पनि त्यस्तै बोलोस्, उर्दू पनि आओस्, हिन्दी पनि आओस्, सबै जबान। यहाँ 4 जबान छ अल्हम्दुलिल्लाह। हामीहरूले अरबी, इङ्ग्लिस, उर्दू, हिन्दी, नेपाली, अहिले यो 5 जबान छ। यो 5 जबानमा यदि तपाईँले अनि तपाईँको बालबालिकाले दक्ष हुनुभयो भने कहीँ मार खान्छ त्यो हुँदैन अल्हम्दुलिल्लाह। त्यसैले यो कुरा हामी अहिले मेरो जुन बनात छ माशाअल्लाह, जामिया खदिजा अल कुबरा रजियल्लाहु अन्हा लिल बनात, कोशी गाउँपालिका 4 सुनसरी नेपाल जुटगञ्जमा, अल्हम्दुलिल्लाह म त्यसमा पनि सुरुदेखि नै, अहिले 2 साल भयो मेरो बनातको, यो तेस्रो साल चलिरहेछ। अल्हम्दुलिल्लाह मैले सुरुदेखि नै, नर्सरीदेखि नै नेपालीको पनि सिस्टम बनाइरहेछु। म यो पनि चाहिरहेछु कि त्यसमा हाम्रो जुन सानो सानो बालबालिकाहरू, बच्चाहरू हुनुहुन्छ त्यो पनि नेपाली बोलोस्, माहौल एउटा क्रिएट गरून्। तर अहिले यहाँ हेर्नु, म के समस्या के भइरहेछ मलाई, म आफ्नै स्कुलको कुरा गर्छु। समस्या के छ, त्यहाँ टिचर पाइरहेको छैन। यदि टिचर तपाईँले खोज्नुहुन्छ भने अहिले अक्सर स्कुलमा मदरसाहरूमा हेर्नु गैर मुस्लिम टिचर हामीलाई ल्याउनु पर्छ, किनभने तपाईँलाई त्यो मुस्लिम टिचर छैन, पढाउने छैन, त्यसले कुरा बुझाउने छैन। त त्यस कारणले पनि हामीलाई यो एकदम अनिवार्य छ, एउटा मदरसाको जिम्मेदार हुनेको हिसाबले पनि म यो फिलिङ गरिरहेछु यो 2 सालदेखि कि हामीसँग नेपाली पढाउने टिचर नै छैन, मुस्लिम टिचर पनि छैन। खास गरी अहिले हामी बनातमा चाहिरहेछु कि हाम्रो लेडिज टिचर होस्, जुन नेपाली राम्ररी हाम्रो बच्चाहरूलाई पढाउन सकोस्, त्यो पाइरहेको छैन हामी। त यो कमी कसमा छ? हामीहरूमा छ कि हामीहरूले त्यस्तो माहौल क्रिएट गर्न सकेन, तयार गरेन। त्यो बच्चा, त्यो आलेमाहरू त्यस्तो हिसाबले तयार गरेन। त अहिले यदि हामी सुरुदेखि अल्हम्दुलिल्लाह, अहिले पनि देर भए छैन, यदि गरियो भने त इन्शाअल्लाह त्यो दिन करिब छ कि हामीसँग मदरसामा, बनातमा पढाउने टिचर पनि, शिक्षक शिक्षिका पनि नेपालीमा दक्ष हुन्छ इन्शाअल्लाह। अनि त्यो हामीहरूको बच्चाहरूलाई राम्ररी बुझाउन सक्छ कुराहरू। त यही कुराहरू म अब तपाईँहरूको सबैको धन्यवाद अनि शुक्रगुजार हुँदै, अल्लाहले मलाई पनि एउटा प्रेरित गरोस् यो फिल्डमा। अनि म पनि यो पनि मौलाना हाम्रो निजामुद्दिन
साहबज्यूलाई पनि मैले भनेको हाम्रो साथीलाई कि इन्शाअल्लाह अहिले अल्हम्दुलिल्लाह रहमते आलम उर्दूमा जुन हामी पढेको थियो त्यो अहिले अरबीमा पनि हामी पढेछु त्यो बुक अहिले नेपालीमा पनि जगत दयालुको नाममा आयो म अल्हम्दुलिल्लाह अघिल्लो वर्षदेखि त्यो हाम्रो आफ्नो स्कुलमा पनि हामी यो राख्ने हो इन्शाअल्लाह अनि अरू किताबहरू जुन आइरहेछ तालिमुल इस्लाम छ सच्चा दिन छ हामी चाहिरहेछौँ कि